जानमा स्टेटिङ मान्छे नै अलोग्राफ भन्छु गलत म कलाकार गरिदिन्छु बलात्कार मेरो स्टेप कहिले दिने मिस्टेक मलाई लाग्दैन रिग्रेट मैले खान्छ सिगरेट सिगरेट मेरो बाप बिग्रेट खतम यो गुला ग्याङै रहिसक्यो यिनीहरू होइन यो त होइन यो कलुवा ग्याङ हो यो त्यो गुल्ला ग्याङमा पर्दैन पर्दैन है बाउ सालाले मलाई कलुवा बनाइदिए साला जाति कलुवा नगर न बाउ फेयर एन्ड लभ लाउँदा त राम्रै छ त यार त्यही त लाउरे दाइले हाने जस्तो गफ त्यही युनिक पोइ दाइले हाने छ नि फेरि लभलीमा चुर्नुमा डुबो त पनि हुन सक्दैन गएर भन्छ त्यही हो क्या यो त्यस्तै हो हो यो ल थापु भाइ पनि गजबकै रहेछ है मान्छे चाहिँ अब कस्तो लाग्यो म म ह्यान्डसम छ तिमी ह्यान्डसम पनि रहेछ तिमी केटीहरू नै पट्टिन्न त नि होइन केटी त पट्टिनु पर्ने त यो अनुहारमा त राम्रो छ त यार पट्टिन्न कि त लास्ट रिस उठ्छ कि मलाई केटीहरूले भाउ दिँदा अघि एउटा बाटोतिर केटीहरू भेटेको थियो मलाई पनि चिनेको रहेछ कैसे नम्बर देऊ के भने आइडी देऊ न भनेको दिन्न म त रे के अनि त्यस्तो भन्ने हो दिँदैमा के हुन्छ र दिने बरु नबोल्दै भयो नि बोल्ने मन छैन भने दिन नि के हुन्छ र न त किन ह्याक गर्दैला जस्तो हामीले त फेरि दुःखको कहानी सुनाएको तिमीले दाइले चित्त दुख्छ कि दाइ अहिलेसम्म गरेको छैन के फेरि तिमीले त हेर्दै थाहा हुन्छ यार होइन त्यो भनेको होइन के त्यो भनेको होइन के मैले अहिलेसम्म रिलेसन लपसप गरेको छैन भनेको के अब म त त्यता पुगेको र डाइरेक्ट अब लाटा सिधा यसलाई चिन्नुहुन्छ यो रुन्चे यसलाई चाट्न यो रुन्चेलाई को रुन्चे आएन छ कि एउटा त्यो के रुन्चे यो रुन्चे राजीव भन्ने छ त एउटा भोटिनीको लागि रुन्छ त चिन्छ होला दाजु देख्नु खै मलाई रिक्वेस्ट पठाएको थियो कि मैले लिएको आएन तिमी इन्डियाबाट हिजो आज आएको अरे होइन होला है बाउ कसम दाइ सोध्नु न केटाहरूले भनिदिन्छ कि अनि इन्डियामा चाहिँ टिकटक चल्दैन त फेरि इन्डियामा म भिपिएन युज गर्थेँ दाइ गाह्रो थियो यहाँ त्यहाँ त यस्तो फोन तात्तिने जस्तो तसो कुलदाईलाई के अरे कुलदाईसँग नि बस्थ्यो म ए हो 3-4 चोटि त बसिसकेँ एकदम सपोर्ट गरिदिनु भएको छ दाइले पनि होइन अब बिस्तारै हुँदैछ के छ अब प्लानहरू के गर्ने विचार छ नेपालमा मेरो त के हो नि मेरो त अब यसो अब हुँदा जेलसन अब यसो लाइफ साइफ बस फेरि ऱ्यापर होइन के त्यो दोरी साँझीमा खेल्छ त्यो दाइ हो के बाबु म डिरेक्टर है फिल्म डिरेक्टर है बाबु अब नवास 2 जना बोल्यो भने चाहिँ हुन्छ फेरि यहाँ भाँचिन्छ यार यहाँ हेर भाँचेको देख्दैन सी धनी माने खास के हो र दाइ हजुर घर कहाँ हो र खास म यही काठमाडौँ छु अहिले अनि त्यो के हजुर घर त्यो बल जस्तो भएको हजुर घर होइन र बुटोल मैले त्यो आउँदा देखेको थिएँ कि उता के अरे सब केटाहरूले भन्ने के अरे यो कसो घर हो भने त्यहाँ भिडियो हाल्थेँ नि त दोना थापाको भन्ने कमेन्टमा अनि अस्ति आउँदा ठ्याक्कै देखेको मैले यस्तो झ्यालतिर हेरेको त्यही घर देखेको ठ्याक्कै मैले